नमस्कार, नागानो केनको मुख्य भिडियोमा स्वागत छ। आज हामी स्की खेल्ने ठाउँ र स्की कसरी खेलिन्छ उक्त विषयमा देखाउने छौं। ल यहाँ चाहिँ स्कीको लागि चाहिँ ड्रेस हामीले लिएर आएर यसरी स्कीको ड्रेस लगाउँदै छौं है। यहाँ चाहिँ उनीहरुले चाहिँ स्कीको यो फिट गरिदिँदैछ जुत्ता अनुसारको। हामीले चाहिँ यो स्कीको यो फिटको लागि छ। म पनि स्कीको लागि चाहिँ रेडी भइसकेको छु। पुरै बुट सुट लगाएर अब रेडी भइसकेको छ। अब हामी स्की गर्नको लागि रेडी छौँ है त। ओहो ल सामान बोकेर आयो। ल आऊ है, लु आऊ। स्कीको लागि हामी तयारीमा छौँ। वाउ, ल स्की खेल्न जानको लागि निकै लामो लाइन छ उता। यहाँ पनि एकदम लामो लाइन छ। क्यों गोसेचुमे Yoshitsumeshite moraimasu. Hai, Mariaba desu. Onegai shimasu. Hai, yoroshiku onegai shimasu. सट्ट दौडिँदै गएर चाहिँ झ्याप्प तर्ने चाहिँ यो हिउँको उसमा यस्तो तरिकाले यसरी जाँदैछौँ। हाई गर्दै यो एकदम रिस्कीपूर्ण खिचाइ हो यो चाहिँ। ल यो चाहिँ यस्तो तरिकाले जानी छ है। भिडियो पनि कति आएको छ के छ थाहा छैन। पुरै यस्तो छ। पछाडि यस्तो छ, यस्तो छ। पछाडि केटाकेटीहरू आइरहेको छन्। ल यो यस्तो छ है। एकदमै हिउँ परेको यो यस्तो पुरै हिउँ यसरी यो चाहिँ यसरी केबल कार जस्तो रहेछ है। यो चढेर माथि डाँडो पुग्ने नि माथिबाट चाहिँ स्किपिङ गर्दै तलतिर चाहिँ झर्ने रहेछ यसमा है। एकदम निकै आनन्द छ। यहाँ तल पुरै हिउँ छ। तल केही देखिन्न। माथि चाहिँ यस्तो छ। ओके बुढिया त हेर। हे उता पछाडि आउँदैछन् हाम्रा ग्रुपका सालीहरू पछाडि छन्। हामी यहाँ छौँ। यस्तो छ यतातिर पनि। वाउ, चिसो चाहिँ चिसो छ है। हामी स्टेसन नजिक आइपुगिसकेका छौँ है त। स्टेसन केबल कार यो बल्ल घाम लाग्यो है। अलिकति मौसम खुलेको जस्तो छ। हिउँ छ। अब हामी हेरिहाली चाहिँ गरेर चाहिँ हामी चाहिँ तल जाँदैछौँ। स्किपिङ गरेर चाहिँ बोटको रहेछ होइन। बोटिङ यो स्किपिङ मैले चाहिँ यो चाहिँ बाँधिसकेको छु। हाम्रो उठाउ तल। ल हामी रेडी हुँदैछौँ है त। अब यहाँबाट चिप्लिटिङ गर्नको लागि। आरिगातो गोजाइमास। नडराइकन जाऊ है, नडराइकन सरर चिप्लिटी गरेर। ए सो आयो। काली हाई गर। हे भोलि हिँड नि त हामीसँग। माछा मारिहाल्नु भएछ। प्रोसेसमा है त। लर्निङ प्रोसेसमा सिकाउँदै थियो। हामी एक चरण सिकेर आइसकेका छौँ। हामी जाने यता स्किटिङ गर्न। आयो अगाडि। ए
ओ माई गड चिसो पनि छ है यति चिसो छ खेल्न नि गाह्रै रहेछ ओ माई गड है तेरीमा अगाडि खेलिरहेछ नि एकजना गइन् साली गइन् अगाडि खेलिरहेछन् म पछाडिबाट जाँदैछु भी अगाडि चाहिँ ट्रायंगल बनाउनु हो त्यसै हैन के अगाडि भिना चाहिँ पछाडी जस्तो भयो पछाडी जस्तो अझै त्यस्तो चाहिँ ब्रेक लगाउनु यिनीहरू चाहिँ थर्डचोटि गरेर आयो म सेकेन्डचोटि अन्त जान सकिनँ मेरो खुट्टा मेरो एकदमै गाह्रो भयो सिमासेन आरिगातो गोजाइमास आए दोमो आरिगातो गोजाइमास क्यों कोच आरिगातो गोजाइमास ल यहाँ चाहिँ हामी आजको स्पिकिङ गरेर चाहिँ हामी चाहिँ आज अन्तिम रूपमा बिट मार्यो आजको दिन स्की गरेर अझै माथिबाट आउने मान्छेहरूको छ मान्छेहरू लास्ट यो चाहिँ यहाँ स्टेसन भनौँ यो चाहिँ बेस क्याम्प यहाँबाट चाहिँ मान्छेहरू झरेर ब्याग बोकेर जानेहरू रहेछ र कोही झरेर पनि यसरी जाँदैछन् यो चाहिँ आजको स्नो राइडिङ चढेर भ्याइसक्यौँ र यसरी अब हामी रुमतिर फर्किने तर्खरमा छौँ है त कस्तो भयो गाइजहरू आज कस्तो भयो आज ल रमाइलो भयो ल रमाइलो पनि भयो खुट्टा पनि काटाकुटुक भयो है ल थ्याङ्क यू